हेलो दर्शक नमस्ते सम्पूर्ण मेरो साथीहरूलाई नयाँ भ्लगमा स्वागत गर्न चाहे। आज चाहिँ म तपाईँहरूलाई यस्तो नयाँ ठाउँमा लाएको छु नि साथीहरू। आज चाहिँ मेरो हाकिम साहबको चाहिँ पर्न गएको जन्मदिनको लागि ह्याप्पी बर्थडे सर भन्न चाहन्छु। र तपाईँहरूलाई आज म यसै विषयलाई लिएर तपाईँहरू लगायत हाम्रो हाकिम साहबलाई पनि सरप्राइज दिँदैछौँ। झुक्काएर हामी चाहिँ जति पनि हाम्रो टिम छ, जति पनि हाम्रो साथीहरू छ, हामी सबैजना मिलेर चाहिँ एउटा केक अर्डर गर्न जाँदैछौँ होइन। केक अर्डर गरेर हाकिम साहबलाई झुक्काएर हामी बोलाउँछौँ अफिसमा। अनि अफिसमा बोलाएर चाहिँ हामी ह्याप्पी बर्थडे सेलिब्रेसन गर्नेवाला छौँ है त साथीहरू। तपाईँहरूले हेर्न चाहिँ नभुल्नु होला है त। मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, फलो गर्न नभुल्नु होला। नयाँ नयाँ भिडियो तपाईँहरूको माझ ल्याउने छु है त साथीहरू। आज सरको बर्थडे हो होइन। सर आउन सक्नुहुन्छ। आयो भने ह्याप्पी बर्थडे सर केही भनिँदैन बुझ्नु नि। चुप्पो लाएर बस्ने, हामी केक सेक लिएर आउँछौँ। ल्याएपछि अर्डर दिइसकेपछि अब हामी लिन जान्छौँ क्या। प्रदीप आउँछ, प्रदीप आएपछि लिन जान्छौँ। अनि त्यहाँ सरप्राइज दिनुपर्छ क्या। सर लिएर कोठा छिराउने अनि हामी सरप्राइज दिनुपर्छ है। यो भित्र क्या सबै लिएर आउँछौँ क्या हामी है। हेलो साथीहरू, म चाहिँ केक लिन जाँदैछु है साथीहरू। आज सरको बर्थडे हो, सबैजना चुप लाएर बस्ने अनि केक सेक ल्याएर सरप्राइज दिने कुरा बुझ्यो नि। सरप्राइज भने बुझ्यो नि। फेरि तपाईँ साथ जाने पाला हजुर भनिहाल्ला। फेरि चुपचाप उता लुकेर बस्नु उतातिर। साथीहरू म चाहिँ अब केक लिन जाँदैछु चोक बजार होइन। हिजै अर्डर गरिसकेको छ। चोक लिन जाँदैछु है साथीहरू। फाइनली हामी केक पसलमा हामी आइसकेका छौँ। अब हामी जान्छौँ साथीहरू। म चाहिँ केक पसलमा आइसकेँ होइन। कता छ दाजु खोइ त केक यो हो दामी भएर चाहिँ केक चाहिँ हाम्रो है साथीहरू। कुन लाने हो? ए टल्किने यो एउटा लाने भयो साथीहरू। अनि त्यहाँबाट बेलुन लैजाउँ है। दाइ यो ठुल्ठुलो बेलुन कुन हो? प्याकेटमा कति पर्छ? प्याकेट त्यो प्याकेटै लिएर जाऊँ न त बुढा। त्यो स्प्रे छ्यार छ्यार गर्ने राम्रै लैजाउँ ल। 31 वाला दिन्छ। 31 3 एउटा हेर्नुहोस् यति राम्रो छ है साथीहरू। बाफै बताइस् त्यो 1 31 हाम्रो हाकिम साहब यति हुनु ल। भन्दा जुनियर हुनु बिचरा। उमेरले हो तर जिम्मेवारी भनेको ठुलो हो। अनि सुन्नु खोइ झिरझिरे खै तामझाम गरिदिउँ भन्ने 150 के वालको चाहिँ कति पर्छ? यो पनि लाने भयो है साथी। बिल बनाउनु त फेरि बिल काट्नुपर्छ। 1 लाख पऱ्यो भने तपाईँलाई पनि 50,000 दिउँ ला। के अरे 10 लाख पऱ्यो भने 10 लाख पनि पाउनेवाला छ नि त। साथीहरू हामीले बिल काटेर पैसा लिएछ। तपाईँहरूले पनि बिल काटेर लिनु होला होइन। 1 लाखदेखि 10 लाखसम्म जित्ने अवसर मिल्छ। अब हामी त अभागी छौँ, पाइँदैन। भाग्यमानीले जसले पाए पनि पाए त्यो राम्रो कुरा हो। सकेसम्म मलाई पनि परोस् भन्ने कुरा अलिकति राम्रोसँग हात नकामिकन लेख्नु बुढा। हात नकामिकन लेख्नु परिहाल्छ कि। बिल मैले राखेँ। यो चाहिँ मलाई परिहाल्छ कि 22 लाख। ल हामी चाहिँ लाग्यौँ होइन साथीहरू। बोकेर हामी लाग्यौँ ल। अब भिडियो हेर्दै जाने होला। पछि अरू लम्बेर आउँदैछ है साथीहरू। ल साथीहरू यहीँ भिडियो पनि राम्रो आउँछ होइन। यहीँ बनाउने अहिले तिमीहरू म त्यसलाई चाहिँ फ्रिजमा त्यो पसलमा लगेर राख्दै। यहाँ सिँगार पटार सुरु हुँदैछ। बन्दैछ हाम्रो चाहिँ सबै। पसिना एकदम आयो है साथीहरू। गाइज हाम्रो सरप्राइज सरको आगमन हुँदैछ है। सरको आगमन हुँदैछ। हामी यहाँ पुरै तयारी छौँ होइन। साथीहरू यहाँ सबै यहाँ लुकेर बसिरहेछन्। यहाँ सर आएपछि सबैले के भने ब्रेङ ब्रेङमा पड्काउने त्यो अरू चाहिँ नपड्काउने। फेरि आधी मात्रै गरेँ। फेरि अहिले त्यो गर्ने बेला पनि चाहिन्छ। स्प्रे आधी मात्रै गर्ने। त्यो स्प्रेकै आधी मात्रै गर्ने क्या। माथि गरी फेरि सरको फेसमा नगर्नु। फेरि हाम्रो सर चाहिँ आउँदै हुनुहुन्छ होइन। सर चाहिँ आउनुहुन्छ। हाम्रो यहाँ नानीले सलामी दिँदैछ। उताबाट आइरहनु भएको छ। सरप्राइज आजको सरप्राइज। सर चाहिँ अब सलाम खाएर अफिस छिर्दै हुनुहुन्छ होइन। अफिस जानुभयो होइन। अब मात्रै झसङ्गै हुन्छ क्या। आजको सरप्राइज एकदम सक्सेस भएको अवस्था होइन। हजुरको फेरि भरै छैन सर, कता गइसिन्छ। त्यही भएर हामीले आज त्यो हातमा
मैले लिने यो त अहिलेसम्म गर्दाखेरि मैले है भनेपछि भन्दाखेरि के भने मेरो फर्स्ट एक्सपिरियन्स हो है त अलिकति हुन्छ के काटेर होइन खासमा हजुरआमा ठुलो खासमा लगाइरहेको छैन के दसैँको टिका चाहिँ म लाउँदैन तिहार पछाडि लामो त अब कतिवटा लगाइदिन्छ जानेर त्यसरी चाहिँ लगाइरहेको पेपर ल्याऊ न टोपी चाहिँ भएन कि टोपी ल काट्दिनु सर सर लिनु सर पैसा लिनु न है हुन्छ सर यहाँ त अटिन्न अट्छ ल यो त उता बस्नु अटिन्छ के भयो भने बेलुकासम्म यो सरप्राइज सुझिसक्छ नि त हजुरसँग त्यो भने त यता है त ल साथीहरू हाम्रो यो सरप्राइज बर्थडे चाहिँ सक्सेस भइसकेको छ होइन सरले पनि झुक्किनु भयो अब यस्तै हो बर्थडे भनेको आफूले मनाउने होइन अरूले मनाइदिने हो क्या अनि त्यो चाहिँ रमाइलो हुन्छ क्या सरप्राइज बर्थडे चाहिँ हाम्रो सक्सेस भइसक्यो के खाने कार्यक्रम हुँदैछ साथी फेरि हिजो हामी बेलुकादेखि अथाह कोसिस गर्दा गर्दा हाम्रो टिम मेरो जति पनि हामी जति पनि यहाँ स्टाफ छौँ हाम्रो टोली चाहिँ सक्सेस भइसकेको छ होइन सर पनि झुक्किनु भयो होइन हामीले झुक्काउन सफल भयौँ होइन सरप्राइज दिन चाहिँ सफल भयो अब चाहिँ भिडियोहरू पनि लामो भयो होइन धेरै गरेर हेरिदिनु होला लाइक कमेन्ट सेयर गर्दै गर्नु होला फलो पनि गर्नु होला है त साथीहरू धन्यवाद जय नेपाल